अलराइट गाइज नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल र म हुँ सिम्सन मगर। आज चाहिँ बिल्कुल भन्नुपर्दाखेरि आज चाहिँ कोरियामा बनाउनु हस्टेल बसाइ तल बजारमा थियो। आज पुनः गाउँ बेगमा बसाइ सरेस गरेको अवस्था तपाईँ देख्नुहुन्छ। बिजोक यस्तो छ होइन हाम्रो यो रुम। हाम्रो अवस्था यस्तो छ। दिनेश दाइ यहाँ हेर्दै हुनुहुन्छ। के हो दाइ यार आज विशेष नयाँ ठाउँमा सर्ने यहाँ हाम्रो कार्यक्रम अनि बिजोक छ नि नयाँ ठाउँमा सरेको बसाइ यस्तो छ। सामानहरू झाम्राङ जन्द्रौँ पुरा यस्तो छ। यो चाहिँ दराज अनि सेटिङ गर्नु पर्छ। नयाँ चाहिँ रुम नयाँ रुम भनौँ न। अलराइट यो सेटअप आज यहाँसम्म। भुइँमा सुत्ने चलन छ कोरियामा। जति धनी धन सम्पत्ति जे भने पनि किनकि चिसो अत्यन्तै हुन्छ त्यही भएर यो तातो यो बोइलर चलाइन्छ यहाँ चाहिँ भुइँमा। त्यही भएर तातो हुन्छ। यो चाहिँ हाम्रो सेटअप। अझै पनि बाँकी नै छ बोराहरू होइन। यता हाम्रो रेमलाल यादव सर हुनुहुन्छ। ए होइन यादव होइन अर्को रुम यो हो। रेम सर पनि पुरा मस्त हुनुहुन्छ भिडियो खिच्नलाई। म चाहिँ बिलोङ टु भारत होइन। सलाम आलेकुम वालेकुम सलाम। यो चाहिँ हाम्रो किचन हो है। एकदमै बेस्ट किचन हो। अनि त्यसपछिबाट फ्रिज हाम्रो अझै सेटअप बाँकी छ। अनि हाम्रो यता यो चाहिँ हाम्रो नुहाउने कोठा हो यो। हजुर दाइ आएन दाइ? दाइलाई नुहाउनै आएन अनि के गर्नु यार दाइ। यो भनेको एच भनेको चाहिँ हट, सी भनेको कोल्ड। ए सीमा आयो यता यता बटाएर कि कोल्ड, हटमा बटाएर कि हट। यो भनेको सावर यो है यो। अनि यो भनेको माथिको है। यो भनेको मुनिको यो धारो। अनि यो चाहिँ मिडलमा लग्यो भने माथि आउँछ, यता लग्यो भने यो आउँछ, अनि यता लग्यो भने धारो झर्छ। यो धारो हो धारो। यहाँ यो छ नि यो पोइन्ट। यो पोइन्ट चाहिँ नि त्यो गऱ्यो भने चाहिँ नि यो बिच मिडलमा गऱ्यो भने चाहिँ माथि सावर आउँछ है दाइ। अनि त्यस्तो छ। अनि यहाँ छोड्नु दाइ। यो चाहिँ अन यो अन आयो नि पानी अन है दाइ। अन अनि अफ यसरी अन अफ है दाइ। त्यसरी हुन्छ। साङ्ला यहाँ पनि बिउ आइसकेछ दाइ मारिहाल्नु त। साङ्ला आएछ होइन। अनि यो सावरिङ चाहिँ यस्तो खालको हो होइन दाइ। यदि चलाउन आएन भने भन्नु होला है त। त्यस्तो आयो दाइ चलाउन ल दाइ ल। यो चाहिँ हाम्रो साथीहरूकै विक्रम सर र दिनेश सरको रुम हो यो। सेटअप बाँकी नै छ। अनि हाम्रो सेधाक्सिल हो यो चाहिँ। सेधाक्सिल भनेको चाहिँ ड्राई क्लिनर रुम। यो दुईवटा मेसिन यहाँ छ। यो चाहिँ हाम्रो अर्को साथीहरूको दुईजना साथीहरूको। अनि हाम्रो किचन हाम्रो बसाइ यस्तो छ। यो चाहिँ हाम्रो टोइलेट भित्रपट्टि चाहिँ मेन होइन दिशाको लागि, बाहिर चाहिँ पिसाबको लागि। 5 वर्षको बसाइ तल सिटी भनौँ अलि सानो बजारमा थियो।
अब त्यो ठाउँलाई परिवर्तन गरेर कम्पनीको आफ्नै भिल्ला बनेको छ। यो भिल्लामा आज हामी बसाइसराइ गरेका छौँ। यहाँको बसाइ यस्तै हो, अब यस्तै अब रहँदै जानेछ, गर्दै जानेछौँ। मैले बेलुका मैले ढोका लाएर आएको थिएँ यार तल यार। साउ आएको आइ गर्छ त, कसले ढोका खोल्यो यार? आज घर सर्ने दिन। अब विशेष पार्टीका हाम्रा स्वयं तयार खसीको मासु अनि विथ कुकर। कुकर भन्दैन क्या है, कुक भन्छ क्या है। विक्रम थापा मगर कुकर यहाँ हुनुहुन्छ। अब यहाँ अब होइन खत्रै हमला हुँदैछ हाम्रो। अब बसाइ खत्रै हुने भयो। बसाइ अब डह्रो सर्केला जस्तो दाइ। दाइ तपाईँको 1 वर्ष बसाइ अब यहाँ गाउँमा बित्ने भयो है? हजुर, गाउँमा बित्ने भयो 1 वर्ष। अब छैन है। अब साह्रै फोहोर भएको त्यो एउटा गाउँको पुऱ्याउने आइडिया हो। अनेक आइडियाहरू छ, त्यो आइडियाहरू प्रयोग गर्नै पर्छ। हाम्रो किचन छ यस्तै छ, माइन्ड नगरिदिनु होला होइन। यस्तै छ, यहाँ चलिरहेछ जिन्दगी हो। फ्रिजमा त टन्नै साउन्ड छ त। दाइ मैले क्या साउनीलाई साउने छिन्दे साँच्चै भनेको होइन। साउनीले के भन्छ त? छिन्दे साँझ साउनी हान्छ साँझीमा भन्छ क्या मलाई। लास्टै गर्छ क्या। ओ भिडियो खिचिरहेको छ तिमीले? क्लोज क्लोज। 이거 뭔데? 거기 또 तोतले बोली बोल रहा बना भन्ने रहेछ हैन। यही प त्यसपछि वहाँ पे गएर तो खोल्यो हैन हल्दी वाला। भन्थे लास्टै हुन्छ यार। खसीको मासु पाक्दैछ फेरि हेर। आम्मा वाल पाक्दैछ यार। चाक्दिङ के हेर एक पिस यार। आम्मा यार। हाइट हाम्रो भाइ कुकर भाइ यहाँ छ। कुकर कुकर भन्छ होइन पकाउने मान्छेलाई। दिनेश दाइ कुक यो कुक गर्ने मान्छेले कुकर भन्छ होइन र? कुकर सेफ हो। म त कुकर भन्न ठान्थेँ त नि, किनकि मैले तपाईँलाई नि नाम दिएको थिएँ नि त प्लाजर भनेर। सहायक प्लाजर भनेर, त्यही भएर हो कि भनेको क्या। ओहो लो खाँदैन खाँदैन आयो नि त दिनेश दाइ। के हो यो? पहिला गाईको उयो हो के हो? यो चाहिँ हो सर्टकट सहित हाइट। ल ल ल साथी हेर। ओह माय गॉड, कोरियन भाषा त खतरा बोल्छ त यार। अलराइट, अब चाहिँ हाम्रो खसीको मासु पाक्यो। अब खाने कार्यक्रम सुरु भयो। यहाँ आए सबैजना साथीहरू विथ खसीको मासु। सरी, खसीको मासु चाहिँ इन्जोय गर्दैछौँ हामी। सरी अल टुगेदर। लाल सर हामीले चाहिँ कसैले बियर पनि हो।